जीवन Rooftop सजिलो हुने भयो restaurant. त घरमै सुतेर बसे भएन र सपना पुरा गर्न त पक्कै पनि सहज छैन नि है यदि साँच्चै म मेरो सपना पुरा गर्ने सोच राखिरहेको छु त्यो अठोट राखिरहेको छु भने म उठ्नु पर्यो नि म जाग्नु पर्यो नि है अनि मलाई थाहा छ त्यो सफलता पाउनलाई एकदमै धेरै च्यालेन्जहरू आउँछ एकदमै धेरै कठिनाइहरू आउँछ तर मलाई यो पनि थाहा छ कि त्यो सबै कुराहरूसँग मैले फेस गर्नुपर्छ म लड्नुपर्छ तब मात्रै मेरो भोलिको दिन राम्रो हुनेछ त्यही भएर आज मेरो जीवनमा सङ्घर्ष आयो भनेर म हार चाहिँ खाँदैन अनि म थाक्दैन पनि त्यति बेला एउटा मात्रै कुरा सम्झिनेछु कि मलाई जति धेरै मेरो लाइफमा च्यालेन्जहरू आउँछ त्यति नै राम्रो मेरो भोलिको दिन हुनेछ र त्यसको लागि चाहिँ आजको